2082 चैत्र 17 गते इजलास नंबर 4 को माननीय न्यायाधीश माधव प्रसाद घिमिरे ज्यू को इजलासबाट वीरगंज को चर्चित छपैया पोखरी सार्वजनिक ठहरी फैसला भएकोमा आज वीरगंज महानगरपालिका का मेयर राजेश मान सिंह ज्यूबाट जुन यो एउटा ऐतिहासिक विजय उत्सव भनौँ या यसमा सङ्घर्षमा रहनुभएका महिला पुरुष छपैयावासी दाजुभाइ दिदीबहिनीहरूको सङ्घर्षलाई मूल्याङ्कन गर्दै जुन राजेश मान सिंह मेयर साहबले जुन यो सम्मान कार्यक्रम राख्नु भएको छ त्यो सन्दर्भमा हृदयबाट म मेयर राजेश मान सिंह ज्यूलाई धन्यवादका साथ आभार व्यक्त गर्न चाहन्छु। साथसाथै यही मन्तव्यको क्रममा 2-4 शब्द म राख्न गइरहेको छु। यो नेपाल अधिराज्यभरिका सार्वजनिक सम्पत्ति राष्ट्रिय सम्पदा हामी सम्पूर्ण नेपालीको साझा सम्पत्ति हो र त्यो साझा सम्पत्तिको संरक्षण र सम्वर्धन हामी सबै नेपालीले गर्नुपर्छ, हाम्रो दायित्व हो र त्यही मूल्य मान्यताका साथ हामीले सार्वजनिक सम्पत्ति हामी सबै नेपालीको साझा सम्पत्ति हो भनेर हामी सबै छपैयावासी यसमा सङ्घर्षमा हामी उत्रेका थियौँ र कानुनी जटिलताका कारण हामीले सम्मानित अदालतबाट नै मुद्दा मामिला अगाडि बढायौँ। यो पोखरीलाई सार्वजनिक गराउनमा हाम्रो वीरगंजका मेयर राजेश मान सिंह ज्यूले मेयर हुनुभन्दा पूर्व उहाँले अतुलनीय तन मन धनबाट सहयोग गर्नुभएको छ, त्यसमा कुनै दुई मत छैन। उहाँको सहयोगबाट नै आज हामी यो अवसर प्राप्त गरेका छौँ र उहाँ मेयर भइसक्दा पनि उहाँको निरन्तर यो छपैयाको सार्वजनिक छठघाट पोखरी र छपैयामै वडा नम्बर 2 मा रहेको रेलवे रोडमा जुन आज कृषि बजारबाट चिनारी प्रमाणित भएको छ र कृषि बजार निकटमा वीरगंजकै वासीको लागि खुल्ने नै छ, त्यसमा पनि हाम्रो पनि सहयोग रहेको छ र यस वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह ज्यूको पनि कृषि बजारलाई सार्वजनिक गराउनमा अतुलनीय योगदान रहेको छ। त्यो प्रति पनि म आभार व्यक्त गर्न चाहन्छु र आजको यो ऐतिहासिक पलमा हामी सबै उपस्थित भएका छौँ। यो हाम्रो नेपालकै लागि एउटा उदाहरणीय ऐतिहासिक क्षण हुनेछ। यो सन्देश पूरा देशभरि जानेछ कि सङ्घर्षबाट हामी न्याय पाउन सक्छौँ र अदालतबाट न्याय पाएको यही 82 साल चैत्र 17 गते एउटा ऐतिहासिक उदाहरण पनि प्रमाणित भएको छ। देशका विभिन्न सहरहरूमा भूमाफियाहरूले राज्यका सार्वजनिक सम्पत्ति र राष्ट्रिय सम्पदाहरू धेरै आफ्ना चङ्गुलमा पारेका छन्, तर यो छपैया पोखरीको ऐतिहासिक फैसलाले हामी सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको मनोबल उच्च गरेको छ र भूमाफियाहरूको मनोबल खस्केको छ। म सम्पूर्णमा एउटा आग्रह गर्न चाहन्छु र देशवासीमा पनि यो सन्देश यही मञ्चबाट, यही सभा हलबाट, वीरगंज महानगरको सभा हलबाट, मिटिङ हलबाट एउटा सन्देश जाओस् कि हरेक नेपालीले यो बुझ्नुपर्छ कि सार्वजनिक सम्पत्ति राष्ट्रिय सम्पदा हामी सबै नेपालीको साझा सम्पत्ति हो, हामी सबैको दायित्व हो यसको संरक्षण गर्ने र हामी जब सङ्घर्षमा उत्रिन्छौँ त न्याय अवश्य नै पाउँछ। यति भन्दै र अन्तमा हाम्रा आदरणीय वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह ज्यूलाई यो सम्मान कार्यक्रम गरी
हामी सबैको सम्मानका साथ मनोबल बढाउने काम जुन गर्नुभएको छ त्यसप्रति हृदयबाट आभार व्यक्त गर्दै म आफ्नो 2 शब्द यही टुङ्ग्याउँछु। धन्यवाद।